ल, आजको हाम्रो विषय छ बिरुवाको पोषणबारे। तर यो कुनै सुक्खा विज्ञानको कक्षा होइन। यो त बिरुवाहरूले हामीसँग कुरा गर्ने तरिका, उनीहरूको गुप्ते भाषा बुझ्ने एउटा प्रयास हो। हामी सबैले यो देखेका छौँ होइन त? हरियो फस्टाएको बोट बिस्तारै पहेँलो हुन थाल्छ। तर किन? पानी कम भयो कि घाम धेरै लाग्यो कि अरू नै केही हो? हो, आज हामी यही रहस्यको पर्दाफास गर्नेछौँ। खास कुरा के हो भने यो जे पायो त्यही भएको होइन। यो त एउटा सन्देश हो। बिरुवाहरूले हामीसँग कुरा गरिरहेका छन्। उनीहरूले हामीलाई केही गडबड छ, केही कमी छ भनेर सङ्केत दिइरहेका हुन्छन्। र आज हामी एक किसिमको बिरुवा जासुस बनेर यी सङ्केतहरूको अर्थ खोज्नेछौँ। ल, अब यो रहस्य सुल्झाउनको लागि हामीलाई केही आधारभूत कुराहरू थाहा हुनुपर्छ। यसलाई हाम्रो जासुसी टुलकिटको रूपमा सोच्न सकिन्छ। यसलाई बुझ्न एकदमै सजिलो छ। यसलाई हाम्रो आफ्नै खानासँग तुलना गरौँ न। जसरी हाम्रो शरीरलाई भात, रोटी जस्ता खानेकुरा धेरै मात्रामा चाहिन्छ र भिटामिन, खनिज थोरै मात्रामा, हो, बिरुवालाई पनि ठ्याक्कै त्यस्तै हो। ल, अब यी पोषक तत्त्वहरू खासमा दुई किसिमका हुन्छन्, म्याक्रोन्युट्रिएन्ट र माइक्रोन्युट्रिएन्ट। म्याक्रो भनेको ठुलो, अर्थात् धेरै मात्रामा चाहिने तत्त्वहरू। अनि माइक्रो भनेको सानो, अर्थात् थोरै मात्रामा चाहिने तर नभई नहुने तत्त्वहरू। हाम्रो अनुसन्धान यहीले दुई समूह वरिपरि घुम्नेछ। म्याक्रोन्युट्रिएन्टहरूमध्ये पनि तीनवटा त मेन क्यारेक्टर नै हुन्, नाइट्रोजन N, फस्फरस P र पोटासियम K। जुन मलको बोरामा NPK लेखेको देखिन्छ नि, हो, त्यो यिनै हुन्। प्रायजसो बिरुवामा देखिने समस्याको मुख्य शङ्कास्पद यिनै तीनवटा हुन्छन्। सबैभन्दा पहिले नाइट्रोजनको कुरा गरौँ। यो बिरुवाको ग्रोथ इन्जिन हो। यसले बोटलाई बढ्न, हरियो हुन मद्दत गर्छ। जब माटोमा नाइट्रोजनको कमी हुन्छ, बिरुवाले चलाखी गर्छ। पुरानो, तल्लो पातबाट नाइट्रोजन खोसेर नयाँ मुनालाई दिन्छ। त्यसैले लक्षण सधैँ तल्लो पातबाट सुरु हुन्छ। पात पहेँलिँदै जान्छ। मकैमा त झन् पातको टुप्पोबाट उल्टो भी आकारमा पहेँलो हुँदै आउँछ। अब पालो फस्फोरसको। यो बिरुवाको एनर्जी म्यानेजर हो। जराको विकास गर्ने, फूल फुलाउने, फल लगाउने सबै ऊर्जा व्यवस्थापन यसैले गर्छ। यसको कमी भयो भने बिरुवा बढ्दैन र यसको एउटा ठूलो सङ्केत हो पातहरू अलिक गाढा हरियो वा बैजनी रङको देखिनु। यो बैजनी रङ देखियो भने फस्फोरसको कमी हो कि भनेर शङ्का गर्न सकिन्छ। र तेस्रो प्रमुख तत्त्व हो पोटासियम, अर्थात् बिरुवा संरक्षक। यसले बिरुवालाई बलियो बनाउँछ, रोगसँग लड्न मद्दत गर्छ र फललाई गुलियो र राम्रो बनाउँछ। यसको कमी भयो भने के हुन्छ त? पातको छेउछाउ पहेँलो भएर डढेको जस्तो देखिन्छ। बीजमा हरियो नै हुन्छ तर किनार चाहिँ जलेको जस्तो। हेर्नुस् त, ठ्याक्कै यस्तै देखिन्छ। पातको किनार मात्रै जलेको जस्तो देखिन्छ नि। यो पोट्यासियमको कमीको एउटा क्लासिक लक्षण हो। यो देख्ने बित्तिकै पोट्यासियमको कमी हो कि भनेर थाहा पाउन सकिन्छ। NPK मात्रै होइन नै, अरू पनि महत्त्वपूर्ण सपोर्टिङ क्यारेक्टरहरू छन्। यिनीहरूलाई माध्यमिक म्याक्रोन्युट्रिएन्ट भनिन्छ र यिनीहरूको भूमिका पनि एकदमै महत्त्वपूर्ण छ। जस्तै क्याल्सियम, यो बिरुवाको बिल्डर हो, जसले हड्डी जस्तै बलियो कोशिका बनाउँछ। यसको कमीले हुने सबैभन्दा चिनिएको समस्या भनेको गोलभेडामा देखिन्छ। गोलभेडा फल्ने बेलामा त्यसको टुप्पो कालो भएर कुहिन थाल्छ नि। हो, त्यो क्याल्सियमको कमीले गर्दा हो, जसलाई ब्लसम एन्ड रट भनिन्छ। अर्को छ म्याग्नेशियम। यो त बिरुवाको शक्ति केन्द्रको सार नै हो। पातलाई हरियो बनाउने क्लोरोफिलको ठिक केन्द्रमा यही म्याग्नेशियम हुन्छ। यसको कमी हुँदा एउटा गच्चपको लक्षण देखिन्छ। पातको नसा चाहिँ हरियो नै रहन्छ तर नसाको बीचको भाग चाहिँ पहेँलो हुँदै जान्छ। अब कुरा गरौँ माइक्रोन्युट्रिएन्ट्सको। नाम माइक्रो भए पनि यिनीहरूको काम म्याक्रो नै हुन्छ। थोरै चाहिन्छ तर नभई हुँदैन। यिनीहरूको कमीले पनि ठूलो प्रभाव पार्न सक्छ। उदाहरणको लागि जिङ्क। यो एउटा महत्त्वपूर्ण एक्टिभेटर हो। यसको कमीले त धानमा खैरा रोग भनेर चिनिने एउटा गम्भीर समस्या नै लाग्छ, जसले धानको उत्पादनमा ठूलो असर पार्छ। ल, अब यहाँ एकदमै रोचक कुरा छ। हेर्नुस् त, क्याल्सियमको कमी फलमा देखियो, बोरोनको कमी जरामा। यसको मतलब के हो? समस्या कहाँ देखिएको छ, बिरुवाको कुन भागमा देखिएको छ, त्यो पनि एउटा ठूलो सङ्केत हो। यो हाम्रो जासुसीको लागि एकदमै महत्त्वपूर्ण सुराग हो। र यही कुराले हामीलाई हाम्रो अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण पाटोमा पुर्याउँछ, पोषक तत्त्वको गतिशीलता।
अर्थात् बिरुवाले कुनै पोषक तत्त्वलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्छ कि सक्दैन भन्ने कुरा। हो, यो नै मुख्य कुरा हो। नाइट्रोजन, पोटासियम जस्ता तत्त्वहरू गतिशील अर्थात् मोबाइल हुन्छन्। कमी भयो भने बिरुवाले यिनीहरूलाई पुरानो तल्लो पातबाट नयाँ माथिल्लो पातमा सार्छ। त्यसैले लक्षण सधैँ तलबाट सुरु हुन्छ। तर क्याल्सियम, बोरोन जस्ता तत्त्वहरू इम्मोबाइल हुन्छन्, अर्थात् एक ठाउँमा गएर लक भएर बस्छन्। त्यसैले कमी हुँदा नयाँ माथिल्लो पातहरूले ती तत्त्वहरू नपाएर लक्षण माथि देखिन्छ। त्यसो भए अबदेखि कुनै बिरुवामा समस्या देख्दा के गर्ने त? ल, यो 3 चरणको चेकलिस्ट प्रयोग गरौँ। पहिलो, लक्षण कहाँ छ, माथि कि तल? दोस्रो, लक्षण कस्तो छ, पहेँलो, डढेको कि नसा बीचमा पहेँलो? र तेस्रो, यी दुवै कुरा मिलाएर हेर्दा कुन तत्त्वको कमी होला भनेर अनुमान लगाउने। अब त बिरुवाको यो गोप्य भाषा अलिअलि बुझ्न थालियो होला, हैन? अब अर्को पटक कुनै पात पहेँलो भएको देख्दा एकछिन रोकिएर सोच्नुहोस्, त्यो बिरुवाले के भन्न खोजिरहेको होला। सायद त्यसको सन्देश सुनेर अचम्म लाग्न सक्छ।